ब्लग्स। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि फिट एन्ड फाइन छु। न्यू डे न्यू ब्लग्स आफ्टर लङ टाइम पछि होइन ट्याक्क लाएर टिफरमा आएर भिडियो आज बनाउँदैछु है। धेरै पछि क्या 2 महिनापछि आएर म गाडी चलाउन लागिरहेको छु। 2 महिनापछि ट्याक्क लाएर हाम्रो अन्जन दाइको गाडी लोडसोड गरेर आइसक्यो होइन। अनि आज अब के हुन्छ सब हेरिदिनु होला होइन। अनि मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। पहिलाको जस्तो माया देखाइदिनु पऱ्यो है त साथीहरू। ल साथीहरू हाम्रो चाहिँ ट्याक्क लाएर लोडसोड भइसक्यो है। सो गाइस लोड गरेर यहाँ आएर बस्यो। ट्याक्क लाएर यसो भिडियो बनाइरहेको थियो हाम्रो अन्जन दाइ ट्याक्क म चिलमा। ल आज चाहिँ हामी ट्याक्क लाएर दाजुभाइ तल साथीहरू लोडसोड भइसक्यो होइन। अब बेलुका मात्रै जानुपर्ने हुन्छ है। हाम्रो चाहिँ अब बेलुका नभए जान दिँदैन नि त। अहिले चाहिँ अलिक चाँडै जान दिनुभएको छ। 6 बजीतिर जान दिन्छ। 6 बजीतिर 7 बजीतिर त माथि हामी उसमा धुलियाले पुगिसकेको हुन्छ होइन। त्यहाँदेखि के हुन्छ आज हेरिदिनु होला। ट्याक्क लाएर गाडीको लुक्स त यस्तै छ। मन परेमा लाइक कमेन्ट सब्सक्राइब है। किङ अफ काभ्रे। साथीहरू पिच भइसकेको छ है। ट्याक्क लाएर होइन बबालकै हाम्रो दाजु सुकिरहेको चाहिँ कहिले नभन्ने भयो। बाटो कहिले नभन्ने भयो यहाँ। ल साथीहरू हामी चाहिँ खावा है खावा ट्याक्क लाएर दुईवटा गाडी है। बिहानको 7 बजीतिर सरर 2 टिप गरेर आएको है। हावा पुलिस चौकी मामा पुग्नु भइसकेछ मामा। हाम्रो गाडी अगाडि छ। खोया का दिल साथीहरू ट्याक्क लाएर होइन अब चाहिँ लोड गर्न जानुपर्ने हुन्छ। म चाहिँ धेरै पछि आफ्टर लङ टाइम पछि चाहिँ आज म टिफर चलाएर हिजो चलाएको होइन। आज चाहिँ अनि दाइ आउनु भएन। म लोड गर्न जान ट्याक्क लाएर लुक्स यस्तो छ है। किङ अफ काभ्रे है।
खोलाहरू जानुपर्ने हुन्छ। ल साथीहरू के हुन्छ सब हेर्नु होला है। ल है साथीहरू यतातिरको बाटो चाहिँ यस्तो छ है। मासाले केले च्याप्छ गुले च्यापे के हाल्नु होला गुले च्यापे के होला है। फिलिङ बाटो यस्तो ओभरटेक हान्नु। ल ल ल ल उताबाट गाडी आइरहेछ। गुले च्यापै जान्छ त्यसलाई है। धुलखेल आइपुग्यो साथीहरू। धुलखेल मनसन बोकेर बस्छ यार। सक्दैन नि फेरि मालबाट हिँड्नु भएको